टियुले हिजो अर्थात् 19 गते निकालेको नोटिसमा एलएलबी को एन्ट्रान्स एक्जाम जेठ 24 गते हुनुपर्नेमा सरेर असारको 3 गते पुगेको छ। यसको मतलब हामीसँग अझै पढ्नलाई 13 दिन बाँकी छ। तिमी नपढेर के गरिरहेको? एलएलबी को एन्ट्रान्स एक्जाममा लागिसक्यो त पढ्नु पर्दैन? 4 दिन मात्र त बाँकी छ। प्रिपरेसन नै राम्रो छैन, म त दिन्न। कहाँ 4 दिन? हिजोको नोटिस पढेनौ? टियुले नयाँ नोटिस निकालेको छ। टियुले हिजो अर्थात् 19 गते निकालेको नोटिसमा एलएलबी को एन्ट्रान्स एक्जाम जेठ 24 गते हुनुपर्नेमा सरेर असारको 3 गते पुगेको छ। यसको मतलब हामीसँग अझै पढ्नलाई 13 दिन बाँकी छ। ए हो र 13 दिन बाँकी रहेछ। त्यसो भए त अब त म बुक खोज्न जानु पर्यो। अब त कहाँ बुक खोज्ने? अब त इजी तरिकाले जम्मा 299 मा पढ्ने नि। 299 मात्रै हो नि। एन्ट्रान्स गरेले आफ्नो डेली र विकली प्याक इन्ट्रोड्युस गरेको छ। डेली ₹99 मा अनि विकली ₹299 मा। यसमा तिमीले मक टेस्टहरु पनि सबै अनि अरु कन्टेन्ट मटेरियलहरु पनि सबैको एक्सेस पाउँछौ। अझै 13 दिन बाँकी रहेछ एन्ट्रान्स आउनु। कफी खान जानु पर्यो एकछिन। अब कफी नाम निस्केपछि खाला। अहिलेलाई त्यही कफीको पैसाले तिमी एन्ट्रान्स गरेको विकली प्याक लिऊ। एटलिस्ट 2 हप्ता पनि प्र्याक्टिस गर्यो भने तिमीलाई धेरै राम्रो हुन्छ नि। एलएलबी मा नाम निकाल्नु पर्दैन। ए ल म डाउनलोड गरिहाल्छु त्यसो भए अहिले नै।